कस्तो खालको च्यालेन्जेसहरू आउँछ चाहिँ जुन चाहिँ हामीले चाहिँ आफ्नो एक्सपेक्टेसन अनुसारले चाहिँ डिप्लोय गर्न अथवा त्यसलाई इम्प्लिमेन्ट गर्न चाहिँ गाह्रो भएको अवस्था आफ्नो इन्स्टिट्युसनको खोज तलास गरेपछि थाहा पाइहाल्छन् होइन तर मैले गर्दाखेरिको मेकानिजम भनेको आफ्नो मेकानिजम चाहिँ हामीले त्यो जब डिजिटल ट्रान्सफर्मेसन मैले जुन 3वटा बुदाहरू भने त्यसको क्लियर भिजन चाहिँ आफ्नो कलिग आफ्नो सिनियर्सलाई आफ्नो जुनियर्सलाई आफ्नो कार्यनीतिमा आफ्नो नीतिगत रूपमा चाहिँ वृत्तान्त गरेर राइटअप बनेर त्यो कार्य स्ट्राटेजी चाहिँ बनाउनुपर्छ। यो अब अहिलेको चाहिँ अब दिन प्रतिदिन जुन जटिल बन्दै गइरहेछ अहिले ठुलो रिस्कको कुरा पनि छ। अब एउटा चाहिँ म के पनि भनेको छैन हाम्रो युनिभर्सिटीको नेपाली करेन्सी विदेशमा नचल्ने भएको कारणले गर्दाखेरि मात्रै अलिकति चाहिँ सेफ भइरहेको हो कि जस्तो मलाई फिल हुन्छ होइन। र अहिले के छ त अहिले कस्तो खालको ठोस पहलहरू चाहिँ एसबिएल ब्याङ्कले चाहिँ लिइरहेछ? अब साइबर सुरक्षाको नीतिगत रूप चाहिँ धेरै भास्ट छ। म आफैले पनि त्यसलाई अलिकति एक लेभलको ब्रेकडाउन गरेँ भने त्यसलाई बुदागत रूपमा कुरा गरेँ भने सबभन्दा पहिला त अवेरनेस नै हो। एसबिएलले एनपिएल टाइटल स्पोन्सर गरिसकेपछि चाहिँ युथलाई चाहिँ पुरा सबै चाहिँ अब सिद्धार्थ ब्याङ्कमै जान्छ भन्ने कुरा आइरहेछ। त्यो स्वाभाविक रूपमा अब सबै ब्याङ्कले आफ्नो नीतिगत रूपहरू एउटा प्रेजेन्स देखाउने अप्रोच हो। हाम्रो प्राइमेरी थिममा पनि छ सस्टेनेबल डिजिटल फर्स्ट विथ द सस्टेनेबल गोल्सको कन्टेक्स्टबाट पनि छ र कम्प्लायन्समा नन नेगोसिएबल होइन। तर मार्केट स्ट्रक्चर्समा आजको पोइन्टमा जुन अहिले यो स्पोर्ट्सको कुराहरूमा जुन जोडियो विक्रमले जुन जोडिएको छ त्यो अभियसली पनि एउटा दुईवटा कुरा जस्ट ब्याङ्क त भइहाल्यो त्यसमा अरू संस्थाहरू पनि छन् र नेसनलाई पनि हो देशलाई पनि हो यो कुरा कन्ट्रिब्युसन्स।